यसबाट सारम लाग्यो सर्वकार्येषु सर्वदा। Hello everyone, good morning. Welcome back to my YouTube channel. फेरि पनि न्यू डे न्यू ब्लग को साथ हजुरहरुको सामु उपस्थित भएकी छु। हजुरहरुको प्यारी आयुषा ब्लगमा हजुरहरुलाई स्वागत छ र आज चाहिँ हजुरहरु सबैजनालाई दशैंको धेरै धेरै शुभकामना भन्दै आज चाहिँ दशैंको 7औं दिन हैन सप्तमी हो र आज चाहिँ हामी घरमा फूलपाती कसरी भित्र्याउने छौं माता दुर्गा देवीलाई भित्र्याएर अनि त्यसपछि उहाँलाई पूजा गरिओरिकन फूलपातीले हैन आज सजाउने छौं र फूलपातीको रमाइलो पनि हजुरहरुलाई देखाउने छु। हजुरहरु पनि साथ सपोर्ट दिनु होला र लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्दिन नबिर्सिनु होला। चाहिँ रेडी भइसक्छु मन्दिर जानको लागि। अब मेरो मम्मी राम्री भएर बसेको छ। आमा चाहिँ उता निन्द्राको तालमा होइसिन्छ। मम्मी एकचोटी स्माइल गर्दिछु न। ल रे 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 अब तयार हो। हामी फूलपातीमा के लिएर जान्छौँ हजुर भन्दैछ न। कुखुराको भाले फूलपाती दक्षिणा अक्षता सबै चिज ल सुन्नुभयो हजुरहरुले मामुली भनिसकेको छ हामी के लिएर जान्छौं भनेर हैन। अब म आशीर्वाद लिन्छु है त गाइज। हजुर आमा ढोक्करे भाग्यमानी म हजुर आमालाई चाहिँ दिनमा 10 चोटी 20 चोटी हैन ढोक गर्छु किनकि हजुर आमा अलि धेरै बिर्सिनुहुन्छ त्यही भएर याद होस् भनेर ढोक्छु हैन। यता चाहिँ हाम्रो ड्याड होइसिन्छ ड्याड। ल अब हजुर रेडी भइसो अनि त्यसपछि हामी जानु पर्छ। ठिकै हो जति बेर गए नि भगवान हुँदै हुनुहुन्छ नानी यही गर्छ भगवान त्यही हुनुहुन्छ जति बेर जाँदा नि आत्मामा हुनुहुन्छ हैन। हामी चाहिँ यहाँबाट अब मन्दिर जाँदैछौँ म मामु अनि त्यसपछि ड्याड हैन हामी तीनजना चाहिँ जाँदैछौँ। म त्यो कुर्ता लाएर आज परिपरि भइरहेको फिल भइरहेको छ हैन। अनि मामुहरू त्यो अगाडि ड्याडले चाहिँ कुखुराको फालेलाई भन्दै कुखुरा बोक्सेको छ हैन। आज फूलपातीको दिन हाम्रो चाहिँ कुखुरा पूजा गर्नुपर्छ यसैले अनि त्यसपछि नि म चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ हजुरहरूलाई म देखाउँछु।
यहाँभन्दा अगाडि जान पाइने रहेछ र मान्छे साइड उतातिर पनि पार्टी अब उता यो बढाइको खिच न हेर्न त यहाँ पर्छ क्या पुरा चारैपट्टि आउने गरी गल भनिकन सबैहरूले गर्न सकेन केही चिनमा हेर्न कस्तो छ गणतन्त्रै हो नि त्यो हेर्नु एउटा मान्छे सबै त्यहाँका विश्व मार्केट लिएको छ त्यहाँको मेरे सोना पत्र हाँ ते तो अच्छे मैले त्यो टिकटकको लागि अनि त्यसपछि नि उहाँहरूको लागि थोरै थोरै रिलहरू बनाएकी छु हैन सबैजनाले मेरो टिकटकमा पनि गएर हेरिदिनु होला अनि त्यसपछि मेरो टिकटकको साथी हुनुहुन्छ भने मेरो युट्युब च्यानलमा सब्स्क्राइब लाइक कमेन्ट सेयर एन्ड सब्स्क्राइब गरिदिन नबिर्सिनु होला अनि साइडमा भएको बेल आइकन पनि बजाइदिन नबिर्सिनु होला भन्दै म हजुरहरूलाई देखाउँदैछु आजको दिन कस्तो जान्छ म हजुरहरूलाई देखाउने छु र हाम्रो त्यो फुलपाती यस्तै यस्तै हुन्छ हैन एकदम धेरै रमाइलो लाग्छ कि यो हुन्छ नि यसरी भगवानलाई स्वागत गरेको गरेको एकदम धेरै नै म अब घर पुगेर हजुरहरूसँग कुरा गर्छु बा लोकल बालेको मासु यो चाहिँ यतिको रेडी भइसक्यो अब यसलाई बनाउनको लागि हामी तयारी गर्दैछौँ लसुनहरू रेडी भइसक्यो मम्मीले कराई बसालिसकेछु यहाँ चाहिँ लोकल कुखुराको मासु यतिको भएको छ हैन अब म हजुरहरूलाई पाकेपछि देखाउँछु र हामीले त्यो लसुन चाहिँ हैन यहाँ अघि टन्नै थियो के मैले सिलौटामा कुचकुच कुचकुच कुच पारेको खोर्सानी र लसुन अनि लोकल तरिकाले नै बनाउन तयारी गरिरहेछु हजुरहरूलाई अझै देखाउने छु हाम्रो चाहिँ घरमा यसरी फुलपाती मनायौँ एकदम धेरै रमाइलो र गेस्टहरू पनि आइसक्छ आज हैन र हामीले चाहिँ बिहान भनौँ न बिहानैदेखि देखाएँ तर अलिकति काम विशेष मैले धेरै देखाउन त पाइनँ तर म हजुरहरूलाई देखाउने छु नेक्स्ट ब्लगमा एकदम राम्रो एकदम धमाका भिडियो ल्याउने छु लाइक कमेन्ट एन्ड सब्स्क्राइब सेयर गरिदिनु नबिर्सिनु होला छेउमा भएको बेल आइकनलाई पनि दबाउन नबिर्सिनु होला अनि त्यसपछि धेरै माया गर्न पनि नबिर्सिनु होला र हजुरहरूको घरमा कसरी फुलपाती मनाउनु भयो कस्तो कस्तो चलन छ प्लिज मलाई भनिदिनुहोस् कि योभन्दा अझ नयाँ तरिकाले ट्राई गर्न अर्को वर्ष कोसिस गर्नेछु भन्दै अब हजुरहरूबाट म बिदा माग्छु सबैजनालाई बाई सी यू गुड नाइट Have a sweet dream.